गुड मर्निङ एभ्रिवान, सबैजनालाई नमस्कार। फेरि पनि आज मेरो यो न्यू भिडियोमा स्वागत छ। अनि मैले चाहिँ भिडियो नहालेको धेरै भयो हैन। एसीबाट आउने बित्तिकै 15 गते 16 गते कति हालेको थिएँ, त्यस्तै 10-13 दिन भयो होला सायद हैन मैले भिडियो हालेको चाहिँ त्यो। तर त्यसपछि चाहिँ मैले भिडियो अति बनाए हैन, यति बनाएँ कि तर के भन्नु गाइस, मोबाइलले साथ दिएन। अहिले चाहिँ म साथीको मोबाइलबाट भिडियो बनाउँदैछु हैन। अनि त्यही हो, साथ सपोर्ट गर्दै रहनु होला, किनकि मेरो चाहिँ मोबाइलमा चाहिँ म पछि भिडियो बनाउने छु, किनकि अहिले मोबाइलको मेमोरी चाहिँ फुल भएको कारणले, थोरै प्रब्लम भएको कारणले चाहिँ मैले अहिले भिडियो हाल्न पाएको छैन। अनि त्यही हो, त्यही भएर आज चाहिँ यसो साथीको मोबाइल पनि किन आइफोनबाट भिडियो बनाइदिएको भनौँ न। अनि अहिले चाहिँ लाइन गएको छ हाम्रो, यो चाहिँ सोलर हो। सोलर एउटा बाइक र एउटा स्कुटी घरमा चल्ने ट्रेन चलाएको क्या हो। एउटा बाइक र एउटा स्कुटी घरमा एउटा हो ट्रेन पुरै घरै पिछ्यो। त्यही हो गाइस, मोबाइलले अलि दुःख दियो। मेरो 128 6 GB ऱ्याम हो हैन, 128 GB ऱ्याम 6 GB ऱ्याम हो, 128 GB छ। त्यो 128 GB पुरै फुल भए, त्यस कारणले गर्दाखेरि चाहिँ थोरै दिक्कत भएको भनौँ न हाल्नलाई। मलाई भिडियो मेमोरी पनि लिएर आएको हैन, तबमा 4 GB को पायो। 4 GB को त अलिकति 4-5वटा त्यो 10-12वटा फोटो राख्नुपर्छ, भरिहाल्छ त्यो कसम भने। 4 GB हल्का भिडियो राख्नु पर्यो, भरिहाल्छ त्यो, खत्तम रहेछ त्यो। कति दिन जस्तो भए 4 GB को चाहिँ, त्यही भएर मैले भिडियो हाल्नै पाएन। सकेसम्म ट्राई हाल्छु। अहिले चाहिँ म घरतिरै छु, अब ऐसी 3 महिना छुट्टी छ, के गर्नु। तिमीले के गर्छौ भवन? कम्प्युटर सिक्न? ए साथी त कम्प्युटर सिक्न जाने रे, हामी पनि हेरौँ के हुन्छ। त्यही हो मेरो प्रब्लम चाहिँ, मेमोरीको थोरै कारण, मोबाइलको कारणले गर्दाखेरि भिडियो बनाउन नपाएको। पछि हाल्ने प्रयास गर्छु हैन, भिडियो हाल्ने प्रयास गर्छु। आजलाई चाहिँ यति नै, फेरि भेटौँला अर्को भिडियोमा। यो चाहिँ मैले हाल्छु अहिले चाहिँ, पछि हेरौँ मोबाइलले साथ दियो भने चाहिँ भिडियो हाल्छु, अथवा पछि हुन्छ होला।